धार्मिक प्रदर्शन आन्दोलन विरोध प्रदर्शनलाई मध्यनजर गरी शान्ति सुव्यवस्था कायम गर्न आज मिति 2082/9/22 गते बसेको यस सर्वदलीय सर्वपक्षीय बैठकबाट निम्न अनुसार निर्णयहरू गरियो। 1. अन्य मुलुक वा स्थानमा घटेका घटना दुर्घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरियो। यसको सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गर्न जोड दिने, तत्पश्चात मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने। 2. आजको यस सर्वदलीय सर्वपक्षीय बैठकमा उपस्थित सम्पूर्ण संस्था महानुभावहरू तथा स्थानीय जनप्रतिनिधिहरू सम्मिलित थाई सद्भाव संयन्त्र रहने। यस संयन्त्रले आज बेलुकी 4 बजे वीरगञ्ज बजारमा सद्भाव रयाली आयोजना गर्ने। 3. सबै प्रकारका मीडिया कर्मीलाई समाचार सम्प्रेषण गर्नु पूर्व धार्मिक सांस्कृतिक सामाजिक सद्भावमा खलल नपुग्ने गरी सम्प्रेषण गर्न अनुरोध गर्ने। 4. धार्मिक सांस्कृतिक सामाजिक सद्भाव बिथोल्न दुरुत्सान गर्ने समूह आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने। साथै सबै पक्षले आफ्नो समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आफ्नो समुदायका व्यक्तिलाई अनुशासन आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने। 5. यस बैठकमा उपस्थित सबै संस्था पक्षीय अभियन्ता महानुभावहरूले आजको यस निर्णयलाई आफ्नो संस्थाको वेबसाइट फेसबुक पेजमा अपलोड गर्ने र सबैले यस निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने। साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्ने। धन्यवाद।